वेलकम टु एसटिडी सोल्युसन। आज म तपाईँहरूलाई ओसिआरमा कम्पनी दर्ता गरिसकेपछि दर्तापछि गर्नुपर्ने कामहरू चाहिँ कसरी गर्ने भन्ने विषयमा जानकारी गराउन गइरहेको छु। सुरुमा ओसिआरको साइट खोल्नुहोस् तपाईँले ocr.gov.np। त्यसपछि गएर CAMIS लगइन कम्पनी प्रशासन भनेको चाहिँ यहाँनिर जानुहोस् नयाँ सिस्टम अनुसार र यहाँ तपाईँले युजर नेम र पासवर्ड हाल्नुपर्ने हुन्छ। युजर नेम र पासवर्ड हानिसकेपछि तपाईँको कम्पनी प्रोफाइल लगइन हुन्छ। यहाँ हेर्न सक्नुहुन्छ कम्पनी प्रोफाइल लगइन भइसकेको छ र हाम्रो नाम रिजर्भेसन काम र कम्पनी दर्ताको काम सकिसकेको छ र अब दर्ता पश्चातको गतिविधि भनेको छ यो चाहिँ हामीले गर्नुपर्ने हुन्छ, अर्थात् हामीले ठेगाना जानकारी र अडिटर नियुक्ति गर्नुपर्ने हुन्छ। यहाँ क्लिक गरेँ र एउटा अलरेडी मैले ड्राफ्टमा क्रिएट गरेको थिएँ, यसलाई म डिलिट गरेँ र तपाईँहरूलाई म सुरुदेखि सिकाउन गइरहेको छु। ल अब के गर्न सक्नुहुन्छ, नयाँ सिर्जना। यदि तपाईँलाई नेपालीमा कन्फ्युजन छ भने चाहिँ तपाईँले इङ्ग्लिस पनि चुज गर्न सक्नुहुन्छ। यहाँनिर गएर इङ्ग्लिसमा अथवा नेपालीमा बनाउन सक्नुहुन्छ। क्रिएट न्यूमा गएँ म र हामीले सुरुमा गर्नुपर्ने भनेको इनिसियल अपडेट भन्छ। तपाईँले नेपालीमा हेर्न सक्नुहुन्छ। सुरु अवस्थाको जानकारी भन्नु र इनिसियल अपडेट भन्नु एउटै हो। तपाईँले सुरुमा गर्नुपर्ने काम भनेको यही नै हो। यदि तपाईँले सेयर लगत पनि सँगसँगै लिनुभएको छ भने चाहिँ सेयर बाँडफाँडमा गएर सेयर लगतको पनि भर्न सक्नुहुन्छ। यो पनि म तपाईँहरूलाई सिकाउने छु। अब सुरुमा हामीले सुरु अवस्थाको जानकारीमा क्लिक गरिसकेपछि के छ अर्को भन्नेमा क्लिक गऱ्यौँ र फेरि अब यहाँ दुईवटा मल्टी हामीले लिएका थियौँ भने चाहिँ यहाँ देखाउँथ्यो बहु घटनाहरू अर्थात् र अब हामीले एउटा मात्र लिएको हुनाले सुरु अवस्थाको जानकारीमा क्लिक गऱ्यौँ, डाइरेक्ट त्यहीँ गयो। ल सुरुमा गरेको थिएँ समितिको बैठकमा चुज गरेँ, एकल व्यवसाय भएको हुनाले केही फरक परेन र यो मितिको कुरो छ। सेयर बाँडफाँडको विवरण भनेको छ अनि दर्ता पश्चातको हामीले खास गर्नुपर्ने यो हो, तर यो कपी अल गर्नुपर्ने सिस्टमले दिएको छ त्यस्तै हाम्रो सिस्टमले। अनि त्यसपछि हाम्रो यो माइनोट चाहिँ कहिले बनाएको छ म त्यसको डेट हेर्न गइरहेको छु। अडिटर नियुक्ति दर्ता जानकारी 8 महिना 22 गते छ र यो माइनोट अनुसार नै हामीले डेट राख्नुपर्ने हुन्छ। त्यहाँनिर गएर 8 महिना 22 गते हेर्न सक्नुहुन्छ। यो कपी टु अल गर्नुहोस्, सबैमा एडिट जान्छ। लेखा परीक्षाको नियुक्ति र हामीले यो गर्नु अनिवार्य छ भनेको छ। खास चाहिँ दर्ता पश्चातको ठेगाना जानकारी मात्र अनिवार्य भनेको छ र हामीले चाहिँ लेखा परीक्षा नियुक्ति र त्यो दुईवटै हामीले के गर्छौँ यो यति बेला। यो चाहिँ कम्पलसरी छैन, वैकल्पिक भनेको छ, त्यही भएर यहाँनिर राखेनौँ हामीले अहिले। यो पनि कम्पनीको सचिव पनि वैकल्पिक र नेक्स्ट गऱ्यौँ। अब यहाँनिर गएर हाम्रो फाइनहरू देखाउने काम हुन्छ। यदि हामीले ढिला विवरण बुझाएका थियौँ भने चाहिँ यहाँनिर फाइन देखाउँथ्यो, 3 महिना कट्नु हुँदैन दर्ता पश्चातको जानकारी। सो हुनाले चाहिँ तपाईँले समयमै के गर्नुपर्ने हुन्छ, अपडेट गर्नुपर्ने हुन्छ। हाम्रो कम्पनी दर्ता मिति चाहिँ हेर्न सक्नुहुन्छ 7 महिना 23 8 9 अहिले 9को महिना 1 गते छ आज भने चाहिँ दुई महिना जस्तो भइसकेको छ। सो हुनाले चाहिँ मैले यो ढिलो नगरौँ भनेर चाहिँ टाइममै गर्न खोजिरहेको। त्यसपछि यहाँ हामीले क्लिक गऱ्यौँ भने चाहिँ देखाएको छैन। अर्को अनि सर तल गएर अब तपाईँले के गर्न सक्नुहुन्छ, यहाँनिर गएर कागजात अपलोड गर्नुपर्ने हुन्छ। ठेगानाको जानकारी यो चाहिँ अनिवार्य छ। 184 को दफा भन्छ ठेगानाको जानकारी। अनि त्यसपछि मैले लेखा परीक्षकको नियुक्तिको जानकारी अब यो पनि गरिसकेको हुनाले जानकारी गराइदिउँ। अडिटर नियुक्ति र अर्को के को डकुमेन्ट बनाएको थियौँ हामीले, दर्ता जानकारी यहाँ सुरु अवस्थाको जानकारी भन्ने हुन्छ। त्यो चाहिँ निवेदनमा राखिदिँदा भयो, अन्यमा राखिदिँदा नि भयो।
अन्यमा दत्त जानकारी यसरी चाहिँ अब खास हामीले ठेगाना मात्र जानकारी गराए हुन्छ यति बेला। यो अटो सिस्टम भएको हुनाले अब यसलाई कुनै पनि कर्मचारीले भेरिफाई नगरेर स्वचालित रूपमा भेरिफाई हुने गर्दछ। एकदम सजिलो छ अहिले सिस्टम चाहिँ, बुझाउनुहोस्। म क्लिक गर्नुहोस्। अब यहाँनिर गएर कुल जरिमाना हेर्नुहोस्। बाइचान्स खोलिने सिस्टमले जरिमाना देखाइदिन सक्छ। एकपल्ट चेक गर्नुहोस् तपाईँले। सिस्टमले जरिमाना देखाइदियो भने तपाईँले कागजातको डेट चाहिँ तलमाथि गर्न सक्नुहुन्छ। यदि टाइममै गर्नुभएको छ भने चाहिँ, अदरवाइज जरिमाना तिर्नुपर्ने हुन्छ। बुझाउनुहोस्। अब हामीले लास्टमा सब्मिटै गर्न लाग्यो। बुझाउनुहोस् भन्नुको मतलब यो नेपाली पनि कन्फ्युजन है। सब्मिट काठमाडौँमै हो, कन्फर्म सब्मिट भइसकेको छ। अब त्यसपछि हामीले गर्नुपर्ने कुरा हुन्छ, एकपल्ट रिफ्रेस गर्नुहोस्। सब्मिट भइसकेपछि एप्रुभ पनि भइसक्यो। अब यो केही गर्नु पर्दैन खासै। एप्रुभ पनि भइसक्यो। सिस्टमले अटोमेटिक एप्रुभ गर्ने भएको हुनाले यो एप्रुभ भइसक्यो। पहिला चाहिँ हाम्रो के चाहिँ मेनुअली सिस्टममा गएर एप्रुभ गर्नुपर्ने हुन्थ्यो। र यहाँ फाइन क्यालकुलेसन भनेको चाहिँ यहाँनिर गएर तपाईँले के गर्न सक्नुहुन्छ, यो यसमा भ्यू ड्राफ्टमा गएर बसेको छ फाइन। जिरो फाइन नलाए पनि के हुन्छ, यो चाहिँ ड्राफ्टमा गएर बस्छ। र भेरिफाई पेमेन्टमा गएर क्लिक गर्नुहोस्। र यहाँनिर गएर आई एग्रीमा क्लिक गरिसकेपछि स्वीकार गर्नुहोस्। र यो प्रोसेस फेरि दुईचोटि गर्नुपर्ने हुन्छ। फेरि रिफ्रेस गर्नुहोस् एकपल्ट। अब चाहिँ सब्मिट गर्नुहोस्। हामीले अनि भेरिफाई गऱ्यौँ र अहिले चाहिँ सब्मिट गऱ्यौँ। यो सब्मिट भइसकेको छ। अब के छ, हाम्रो लेटर पनि आउँछ यो गरिसकेपछि। पेमेन्ट भेरिफिकेसनमा के छ, हामीले पहिला कम्पनी दर्ता गर्दा 9,500 तिर्यौँ र अहिले चाहिँ के छ, जिरो पोस्ट रजिस्ट्रेसनमा कम्प्लिट भएको छ। यो यसरी पोस्ट रजिस्ट्रेसन र सेयर लगत अथवा कम्पनी अद्यावधिक इन्डिभिजुअली गर्दाखेरि चाहिँ के फाइदा हुन्छ भन्दाखेरि यो चाहिँ कम्प्युटरबाट अटोमेटिक जेनेरेट हुन्छ। यसरी मैले अहिले जुन प्रक्रियाबाट गरेँ तपाईँहरूको त्यही प्रक्रियाबाट जेनेरेट हुने हुनाले चाहिँ तपाईँले इन्डिभिजुअली गर्दा एकदम राम्रो। नै भने चाहिँ तपाईँले त्यो कम्पनी रजिस्ट्रारको कार्यालयको कर्मचारीले चाहिँ म्यानुअल्ली भेरिफाई गरेर अगाडि बढाउने प्रोसेस हुन्छ। साइन डकुमेन्ट भनेको छ यहाँ पोस्ट रजिस्ट्रेसन, यहाँ क्लिक गर्नुहोस्। हाम्रो कम्पनी दर्ता भइसकेको डकुमेन्ट यहाँनिर आउँथ्यो कम्पनी रजिस्ट्रेसनमा र पोस्ट रजिस्ट्रेसनमा। यदि हामीले कम्पनी अत्यावधिक भन्छौँ, वर्षमा गर्ने कामहरू एनुअल रिपोर्ट, त्यो गर्दाखेरि चाहिँ हाम्रो यो यसमा गएर बस्छ। यो चाहिँ नयाँ कम्पनी भएको हुनाले पोस्ट रजिस्ट्रेसनमा गएर मैले यहाँ क्लिक गरेँ र यो डकुमेन्ट पनि के छ, आइसकेको छ। अवस्था छ, यहाँ हेर्न सक्नुहुन्छ। यसलाई हेर्नुहोस्, सुरु अवस्थाको जानकारी भनेर एउटा लेटर पनि के छ, अटोमेटिक जेनेरेट गरेको छ। पहिला चाहिँ हाम्रो यो एकदम झन्झटिलो प्रोसेस थियो। 1 हप्ता 2 हप्ता 3 हप्ता लाग्ने गर्थ्यो एउटा पेपर निकाल्नको लागि, मेनुअली रूपमा गयो भने चाहिँ अहिले चाहिँ कम्पनी रजिस्ट्रारले स्वचालित रूपमा लेटरहरू जेनेरेट गर्ने सिस्टम निकालेको हुनाले चाहिँ यो एकदम सहज भएको छ। र यो विधिबाट चाहिँ तपाईँले आफ्नो कम्पनीको सुरु अवस्थाको जानकारी गराउन सक्नुहुन्छ। र अब नेक्स्ट भिडियो चाहिँ मैले के गर्छु, कम्पनी अद्यावधिक कसरी गर्ने भन्ने विषयमा चाहिँ जानकारी गराउँछु। मैले यसभन्दा अगाडि एउटा भिडियो बनाइसकेको थिएँ, तर मेरो टेक्निकल प्रब्लमले गर्दाखेरि भिडियो सेभ गर्न पाएन र त्यो हुनाले चाहिँ मैले तपाईँहरूलाई त्यसको सेयर गर्न पाएन। र अर्को एउटा जब फाइल आउँछ तब चाहिँ अर्को फाइल आइसकेपछि म तपाईँहरूलाई त्यसको पनि जानकारी गराउनेछु। सुरु अवस्थाको जानकारी यो भयो र कम्पनी अद्यावधिक कसरी गर्ने भन्ने विषयमा पनि जानकारी गराउँछु र सेयर लगतको बारेमा पनि जानकारी गराउँछु। किनकि यो सम्पूर्ण विषयहरू चाहिँ स्वचालित रूपमा भएको हुनाले चाहिँ अब हामी कम्पनी रजिस्टर कार्यालय गइराख्नु पर्दैन। र यदि तपाईँलाई कुनै समस्या छ भने चाहिँ तपाईँले हामीलाई स्क्रिनमा भएको फोन नम्बरमा वाट्सएप अथवा कन्ट्याक्ट गरेर पनि यो काम तपाईँहरूबाट हुन्छ या के कसरी गर्ने भन्ने विषयमा चाहिँ तपाईँले सोधपुछ गर्न सक्नुहुन्छ भन्दै यतिन्जेलसम्म मेरो भिडियो हेरेर साथ दिनुभयो। तपाईँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हस्त, धन्यवाद।